8औं दिन मैच नंबर 9 धनगढ़ी FC versus ललितपुर सिटी FC रेड स्ट्राइप जर्सीमा एन्ड प्राप्त गरेको छ। ओ यो अवसर हुन सक्छ हिजाजी बलमा पेनल्टी बॉक्स में पापा इबुकेबी लिफ्ट गर्दै यो बललाई फार लेफ्ट साइडमा यहाँ चान्स छ ललितपुरको लागि। ओ इजेकियल अफसाइड पोजिसनमा रहन पुगे। यो क्रस बक्समा डेन्जर हुन सक्छ। केभिन बेलफोर्ड बारबोजाले छोडे जोस प्रिन्स कार्कीले क्रस गरे। ओ सफलता आएन धनगढीको लागि। इनफ्याक्ट उनले टार्गेटमा पनि पापा इबुकेबी वन्डरफुल टेक्निक र यहाँ भने बारबोजालाई येलो कार्ड दिन सकिन। यहाँ यो घम्सा घम्सी के इन्टेन्सनल रहेको अनुमान छ। प्रोटेस्ट त्यो अनुरूप भइरहेको छ ललितपुर सिटी FC को जुन बारबोसाले अटेम्प्ट गरेका थिए। सनी श्रेष्ठ आएका छन् इन्भल्भ हुनलाई। यो राम्रो दृश्य पनि होइन। येलो कार्ड देखाइनेछ। हाफमा पाएको फ्री किक बल प्रहार गर्न बल भेट्टाउने प्रयास सनीशको एन्ड अ चान्स पप मणि कुमार फिनिश भन्न गर्न सकेन ललितपुरले। बट व्हाट अ कम्बिनेसन प्ले दिस वाज। ढोका ढक यो प्रयास वेल क्लियर्ड बाय बेलफोर्ड। केभिन बेलफोर्ड there we go on the left on the turn. It's not a Hizazi gives it away to Barbosa. That Brazilian, can he go alone? He's been chased by 3 defenders over there. He goes alone. Santosh ko yo cross looking for Belfort. Papa Ibukebe, that long legged girl, and Belfort ko yo prayas. Well, yo orko ठुलो मौका. Look at the range of shoot. त्यति नजिक राम्रोसँग सेभ गर्न सफल रहे। उनको रिएक्सन टाइम सफल। On the ball, Hizazi. It is long ball to Hijazi. What a chance this can be. 2 players lurking in. Barbosa. Oh, that shot by Hijazi. With a free kick. Money on the ball. It is eye on the ball. On team Samapani ball ma akha gadaine.